हेलो साथीहरू नमस्कार। आज फेरि हामी एउटा नयाँ ठाउँबाट जोडिएका छौँ। यो हाम्रो उक्सान क्षेत्रको नामको स्थितको साङसेङफोमा यो गर्मीको समयमा जहाज चढ्न आएका छौँ। पछाडि देख्न सक्नुहुन्छ जहाजै जहाज रहेको छ। गर्मीको समयमा गर्मी छल्नका लागि यहाँका मान्छेहरू जहाजमा चढ्ने, समुद्रको छेउछाउमा जाने जस्तो क्रियाकलाप गर्नुहुन्छ। आज हामी अब 2 घन्टा जति यो जहाजमा हुन्छौँ। यो जहाजभित्र के हुन्छ, के कसरी रमाउँछौँ हामी सबै साथीभाइहरू देखाउँछौँ। र आजको सुन्दर ठाउँबाट तपाईँहरूलाई सुन्दर दृश्य ल्याएर तपाईँहरूसँग उपस्थित भएको छु। अब यो भिडियोमा के हुन्छ हामी देखाउँछौँ है त ल।